नमस्कार आदरणीय साथीहरू, महानुभावहरू। म हरिप्रसाद ढकाल, हिमाल स्याङ्जाली आँधीखोला गाउँपालिका वडा नम्बर 6 स्याङ्जाबाट। आजबाट श्रावण लागेको छ। श्रावणको महिमाका सन्दर्भमा यहाँहरूको बीचमा एउटा कविता लिएर आएको छु। आशा छ यहाँहरूले हेरिदिनुहुनेछ, सुनिदिनुहुनेछ र आवश्यक प्रतिक्रिया दिनुहुनेछ। श्रावणको पहिलो दिन संक्रान्ति हो साउने, श्रावणको पहिलो दिन संक्रान्ति हो साउने, यही दिनबाट चाडपर्वको श्रृङ्खला आउने। बर्खायामको मध्य हो यो, महत्त्व छ खास, लुतो फाल्ने फ्रौला खाने केटकेटीको आशा। यही महिना उबेलामा समुद्रको मन्थन, निस्किएको विष निलेको शिवको छ गन्थन। विषको प्रभाव कम गर्न हिमालय गए, नेपालको गोसाईकुण्ड ध्यान गरेर रहे। त्यही भएर श्रावण महिना बेलपत्र र जल, महिला पुरुष चढाउँछन् बेलीको फूल फल। श्रावण महिना सबैभन्दा हो पवित्र मास, सोमबार व्रत बसे हुन्छ वर्ष आयु सास। महिला लाउँछन् चुरापोते हरियाती वस्त्र, महिला लाउँछन् चुरापोते हरियाती वस्त्र, मेहन्दी लगाई पूजा गर्ने भगवानको अस्त्र। योग्य जीवन साथी पाउन भगवानकै भर पर्छन्, सुख शान्ति समृद्धिको कामना ती गर्छन्। महिनाभर काँवर यात्रा बोलबमले चर्चित, महिनाभर काँवर यात्रा बोलबमले चर्चित, नाङ्गो खुट्टा पदयात्रा गर्दा भक्त हर्षित। पवित्र त्यो जलाशय बाट ल्याई जल, भगवानको भक्ति गर्दा गर्दैनन् केही छल। श्रावण महिना धर्मप्रति आस्था विश्वास जाग्छ, श्रावण महिना धर्मप्रति आस्था विश्वास जाग्छ। शिवजीका शक्तिपीठमा विशेष मेला लाग्छ। हिन्दू आस्था भए पनि पीठमा सबै जान्छन्, यही पीठमा एक अर्कालाई परोपकारी मान्छन्। साउनको यो संक्रान्तिको महत्त्व छ अर्को, साउनको यो संक्रान्तिको महत्त्व छ अर्को। लुतो फाल्न देशैभरि हुन्छ आस्था चर्को, छाला रोगबाट बस्न स्नान गर्ने सबै, प्रतीकात्मक विधि हो यो विश्वासको दबाई। रोग अशुभ विदा गर्ने भन्छन् हो यो दिन, कामनानी गर्छन् सबै नलागोस् हैरिन। माघ महिनामा खिर्चो खाने, साउनमा खिर, रमाउने दिन सुरु हुन्छन् हटाउँदै पिर। यही दिन सूर्य मिथुनबाट कर्कटमा, यही दिन सूर्य मिथुनबाट कर्कटमा, दक्षिणायन यात्रा हुन्छ सूर्य प्रकटमा। श्रावण महिना हरियाली प्रेम प्रकृतिको, धार्मिक आस्था बढ्दै जाने विश्वास संस्कृतिको। खेतबारी हराभरा मनै हराभरा, खेतबारी हराभरा मनै हराभरा। श्रावण महिना उत्साह र हर्ष थप्ने जरा, समाज अनि संस्कृतिको गहिरो छाप छोड्ने। श्रावण हो यो परिवारको सम्बन्धलाई जोड्ने। यहीँबाट सुरु हुन्छ नेपाल आर्थिक वर्ष, यहीँबाट सुरु हुन्छ नेपाल आर्थिक वर्ष। हामी पनि सुरु गरौं मनमा लिँदै हर्ष, सुख शान्ति समृद्धिको नछाडौं है बात। शिवजीको असीम कृपा सबैलाई साथ, शिवजीको असीम कृपा सबैलाई साथ। यहाँहरू सबैजनालाई यो मेरो श्रावण महिमा सुनिदिनु भएकोमा हार्दिक धन्यवाद छ। जस्ताको तस्तै प्रतिक्रिया दिनुहुनेछ, कस्तो लागेको छ यहाँहरूलाई भन्ने अपेक्षाका साथ आज यो श्रावण महिनाको पहिलो दिन श्रावण महिमाबाट यहाँहरूबाट बिदा हुन चाहन्छु। हार्दिक नमस्कार। यहाँहरूको श्रावण महिना लगायत यो आर्थिक वर्ष सुखमय बनोस्। हार्दिक शुभकामना। धन्यवाद।